हेलो एभ्रिवान, राधे राधे सम्पूर्णमा। यो भिडियो चाहिँ हिजोको हो, भाइटिकाको। र यहाँ चाहिँ पुरा मालासाला सजाएर राखेको छ। त्यो कलश पूजा गरेर अनि हाम्रा छोरीहरू चाहिँ टिको लाउन रेडी हुँदैछन्। यो चाहिँ छोरीहरूको भिडियो हो। हाम्रो भिडियो चाहिँ एडिट गर्न भ्याएकी छैन, अब त पनि पछाडि ल्याउँछु। यहाँ चाहिँ हेरिदिनु होला कस्तो लाग्छ। यहाँ चाहिँ सातरङ्गी टिका अनि यहाँ दैलामा लगाएपछि छोरीहरूले त्यो कलश पूजा गर्दैछन्। अनि छोरो चाहिँ यहाँ बसिरहेछ, दिदीको छोरो हो। यता ठुली चाहिँ दिदीकी छोरी अनि अर्की मेरी छोरी। यता यमराजजीलाई राखेको छ। यहाँ पनि पूजा गरेर सूर्यलाई अर्घ दिएर अनि छोरीहरू घुर्दैछन्। अनि यहाँ चाहिँ रेलगाडी भएर 3 फन्का घुर्दैछन्। दिदीकी छोरी, मेरी छोरी अनि दादाकी छोरी। मेरी अर्की छोरीलाई चाहिँ सन्चो भएन अनि सुतिराखेको थिइन्, त्यसैले ऊ चाहिँ छिनन् यहाँ। अनि यसरी नै 3 फन्का घुरेपछि अनि भाइलाई टिको लगाइदिन रेडी हुन्छन् छोरीहरू। यहाँ चाहिँ पुरा समातेर घुरिरहेका छन् उनीहरूलाई त मजा लागिरहेछ, हाँस्दै ओर्दै। केटाकेटी त हुन्। भाइ चाहिँ यहाँ हेर्दैछ। अब चाहिँ टिको लगाउन रेडी भए। यहाँ कसैले तेल लगाइदिने, कसैले क्रिम लगाइदिने, कोही हाँस्ने गरिरहेका छन्। उनीहरू चाहिँ पुरा खुसी भइरहेका छन्। छोरो झन् पुरा खुसी छ। अनि दिदीबहिनी भएर यहाँ भाइलाई राजा बनाउँदैछन् सजाएर, तेलसेल लगाएर राम्रो पार्दैछन्। अनि सानीले चाहिँ पुरा चलाउँदैछ दादालाई। अनि त्यहाँ पछाडि चाहिँ टिको लगाउने बेला भयो। टिको पनि केटाकेटी त हुन्, सबै छरछार पारेछन्, त्यही पनि अब लगाउनु पर्यो। अनि भाइलाई पूजा गर्दैछन् सबै भएर। अब टिको लगाउन थाले दिदीबहिनी भएर। हेर्नु होला कस्तो लाग्छ भिडियो, कमेन्टमा भनिदिनु होला। हाम्रो चाहिँ यसरी नै गर्छौँ। हजुरहरूले कसरी गर्नुहुन्छ पनि सबैको आफ्नो आफ्नो नियम होला होइन। सबै जग्गामा सबै बेग्ला बेग्लै नियम होला। आफूले जस्तो जानिन्छ त्यस्तै गरिन्छ होइन र। अनि छोरीहरू चाहिँ पुरा बोल्दै ओर्दै लगाइदिँदैछन् दादालाई भाइलाई टिको। टिको चाहिँ अलिकति बाङ्गो भएछ, दिदीले मुसिदिँदैछ। अनि फेरि अर्कीले टिको लगाउन रेडी हुँदैछ। यसरी नै गयो हाम्रो चाहिँ भाइटिका। हजुरहरूको कसरी गयो भन्नु होला। टिका चाहिँ पुरा छरछार पारेर अघि गरेछन्, खोस्सा र खोस चल्दैछ। यहाँ चाहिँ केटाकेटी त हो, त गर्ने म गर्ने भन्दै, म पहिले लाउने भन्दै। अनि ठुली चाहिँ जे भए पनि बुझ्छे, बहिनीलाई नै ल तै लगा म पछाडि लगाइदिन्छु भनेर थिएँ। हाम्रो यो छोरी चाहिँ बोल्दिनँ, उसको चाहिँ बोली छैन, तर बहुत बाठी छ। हातको इसाराले भन्दैछ ऊ चाहिँ के उसकी मम्मीलाई। अनि यहाँ पालो गरी गरी टिको लाउँदैछन् दिदीबहिनीहरू। सातरङ्गी टिका भाइलाई दादालाई लगाइदिँदैछन् 2 जना भएर। अर्की सानीले चाहिँ जान्दिनँ, उसले चाहिँ माला मात्रै लगाइदियो लास्टमा। अनि मेरी छोरी चाहिँ पछाडि उठेर फेरि लगाइदिन्छ उसले चाहिँ। छोरा चाहिँ यहाँ खुसी भइरहेछ, एक्साइटेड छ अब ऊ पुरा के गर्छन् भनेर। र यता माला लगाइदिइसक्यो, गिफ्ट पनि दिने बेला भयो। नमस्ते गर्दैछ छोरी चाहिँ। अनि यता अर्कीको गिफ्ट दिने बेला भयो। फेरि टिका लगाइदिइसक्यो अरे। अनि फेरि मिठाई खुवाउन थालिन्। सब दोरीले पालो गरी गरी खुवाउँदैछन्। पुरा मुखमा चाहिँ आँटी नआँटी भइरहेछ, कोच्याइरहेका छन् उनीहरू चाहिँ। केटाकेटी त हुन् जबरजस्ती भनेको सुन्दैनन्, अरूले भनेको खुसी गर्छन्।
ऊ चाहिँ मुखमा आँटेको छैन, एकछिन न भन्दैछ। ऊ चाहिँ खुवाएको खुवाइछ। अनि त्यहाँ पछाडि फेरि दिदीलाई बोनलाई टिको लगाइदिन्छ भाइले पालो गरी गरी। उता चाहिँ दिदी र सानीमा पुरा गफ गर्न व्यस्त छन्, बसिरहेका छन्। फेरि उसलाई के भएन, यस्तरी यस्तरी लगा भन्दै सिकाउँदैछ। अब अर्कीको पालो आयो। यो दुईजना चाहिँ साह्रै मिल्छन्। एकछिनमा मिल्छन्, ट्याप्पै हुन्छन्, एकछिनमा झगडा गर्छन्, एकछिनमा बाँच्छन्। केटाकेटी त्यस्तै त हुन् दाजुबहिनी। त्यहाँ पछाडि फेरि छोराले दिदीलाई बोनुलाई गिफ्ट दिँदैछ, खुट्टा समातेर ढोक्दैछ। अनि हाम्रो सानीको पालो आयो। अहिले चाहिँ सुतेर उठिन्, सन्च थिएन उनलाई। अनि ऊ चाहिँ पछाडि उठेर अनि लगाइदिँदैछन् दादालाई। म चाहिँ यहाँ सिकाइदिँदैछु, जान्दैनन् केटाकेटी। र साथीहरू, हाम्रो चाहिँ यस्तै गयो भाइटिका। हजुरहरूको कस्तो गयो कमेन्टमा भन्नुहोला। हाम्रो भिडियो चाहिँ अलिक पछाडि आउनेछ, मैले एडिट गर्न भ्याएकै छैन। यो चाहिँ छोराछोरीको भिडियो हो, अब आफ्नो चाहिँ पछाडि हाल्नु पर्ला। हस् त, बाई बाई।